हामीले गरेको प्रार्थनाको जवाब परमेश्वरले साँच्चै नै दिनुहुन्छ र? साँच्चै नै परमेश्वरले दिनुहुन्छ। अनि हामीले चाहिँ एउटै प्रार्थना विषय पनि है हामीले चाहिँ दोहोऱ्याएर चाहिँ परमेश्वरसँग चाहिँ हामीले राखिराखेको हुन्छौँ। अनि जब तपाईँ र मैले चाहिँ हामी बाइबलमा हामी हेर्छौँ भने आज बाइबलको कुरालाई चाहिँ हामी विश्वास गर्छौँ भने बाइबलमा लेखेको वचनलाई हामी मनन गर्छौँ भने आज परमेश्वरले चाहिँ तपाईँ र मेरो प्रार्थना सुन्नुहुन्छ अनि तपाईँ र मैले राखेको प्रार्थनाको उत्तर पनि दिनुहुन्छ। हामी यसाया ६५ को 24 पद हामी हेर्छौँ भने त्यहाँनिर मिठो कुरा लेखेको छ, तिमीहरूले बिन्ती गर्न अगाडि नै म तिमीहरूलाई जवाब दिनेछु, तिमीहरूले बोल्दै बोल्दै गर्दाखेरि नै तिमीहरूको कुरा चाहिँ म सुन्छु भन्छ। हाम्रो परमेश्वर कति महान हुनुहुन्छ है। आज साँच्ची नै तपाईँ र मैले बिन्ती गर्न अगाडि नै तपाईँको प्रार्थना विषय के छ है। तपाईँ र म चाहिँ एकअर्कालाई सेयर गर्दाखेरि मात्रै थाहा हुन्छ है। हामी चाहिँ म चाहिँ यस्तो बिमार छु, इभन म चाहिँ यस्तो मेरो घरमा चाहिँ यस्तो भइराखेको छ, मेरो लागि प्रार्थना गरिदिनु भनेर तब तपाईँ र मैले चाहिँ एकअर्कालाई भन्दै गर्दाखेरि मात्रै ए उहाँको चाहिँ त्यस्तो रहेछ भनेर चाहिँ हामी प्रार्थना गरिदिनु पर्छ भनेर मात्रै हामीले थाहा हुन्छ भने अनि तपाईँ र मेरो परमेश्वरलाई चाहिँ अगाडि नै थाहा हुन्छ। अनि त्यही भएको कारणले गर्दा चाहिँ आज तपाईँ र मैले चाहिँ बिन्ती गर्न अगाडि नै उत्तर दिनुहुने परमेश्वरलाई चाहिँ एउटै कुरा चाहिँ खाँचो छ है, विश्वास चाहिँ हुनुपर्छ। अनि जब मैले चाहिँ बोल्नुभन्दा अगाडि नै अनि मैले बोल्दै गर्दाखेरि नै मेरो परमेश्वरले चाहिँ मेरो प्रार्थना सुन्नुहुन्छ भनेर चाहिँ विश्वास चाहिँ तपाईँ र मैले चाहिँ प्रार्थनाहरू चाहिँ परमेश्वरको चरणमा राख्नुहुन्छ भने आज तपाईँ र मैले गरेको प्रार्थनाको उत्तरहरू पनि परमप्रभुले दिनुहुन्छ। आमेन। परमेश्वरको महिमा भएको होस्। अनि यो वचनलाई चाहिँ हामी जहिले पनि हामीले चाहिँ प्रार्थना विषय राख्दै गर्दाखेरि अनि जुन व्यक्तिले चाहिँ हामी चाहिँ ग्रुपतिर पनि हामीले चाहिँ यो वचनलाई धेरै हामीले चाहिँ कोट गर्छौँ, धेरै यो प्रार्थना विषयमा चाहिँ हामीले चाहिँ यो वचनलाई चाहिँ हामीले पढ्छौँ, बिन्ती गर्न अगाडि नै सुन्नुहुने परमेश्वर भनेर चाहिँ हामीले उहाँसँग पुकारेको हुन्छौँ। अनि उहाँसँग पुकारेको कारणले गर्दा चाहिँ आज हामीमा चाहिँ विश्वास चाहिँ हुनुपर्छ मेरो परमेश्वरले चाहिँ साँच्ची नै मेरो प्रार्थना सुन्नुहुन्छ अनि मेरो समस्यालाई चाहिँ बुझ्नुहुन्छ, मैले बोल्नुभन्दा अगाडि नै भनेर चाहिँ तपाईँ र मैले चाहिँ त्यो कुराले चाहिँ हामी मनन गर्नुपर्छ। आज हामी कतिखेर चाहिँ भन्नुहुन्छ कि साँच्ची नै मेरो परमेश्वर चाहिँ हृदयको कुराले जान्नुहुन्छ भनेर चाहिँ हामी नबोल्नु होइन, तर तपाईँको प्रार्थना विषय चाहिँ राख्नुपर्छ है। तपाईँको प्रार्थना विषय तपाईँले एकचोटि राखिसकेपछि चाहिँ मेरो प्रार्थना विषय चाहिँ परमेश्वरले सुनिसक्नु भएको छ, मलाई चाहिँ उहाँको समयभित्र चाहिँ उहाँले मलाई दिनुहुन्छ, उत्तर दिनुहुन्छ भनेर चाहिँ हामी चाहिँ विश्वास चाहिँ बस्नु जरुरी छ। आमेन।